Welcome, 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 welcome. Hello, bye. अरे सर मैले म सबिना सापकोटा यसै स्कुलकी शिक्षिका हजुरहरूको समक्ष स्वागत भाषण लिएर उपस्थित भएकी छु। गर्न चाहन्छु कि आजका सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूलाई खदाको साथमा स्कुलमा स्वागत जनाइदिनु हुनुपर्ने म यहाँबाट नम्र निवेदन गर्न चाहन्छु। प्रवीण निम्न माध्यमिक विद्यालयका विद्यार्थीहरूले रामायण पाठ प्रस्तुत गर्नेछन्। म गर्छु बिन्ती भलोको निम्ति अमल नखाइदेऊ, म गर्छु बिन्ती भलोको निम्ति अमल नखाइदेऊ, यो पापी नशा महाको दशा बिन्ती छ छाडिदेऊ, यो पापी नशा महाको दशा बिन्ती छ छाडिदेऊ। मीठा शब्दले मन जित्नु भयो, मीठा शब्दले मन जित्नु भयो, साहित्यको दीप सधैँ बाल्नु भयो, साहित्यको दीप सधैँ बाल्नु भयो। रामायणलाई नेपालीमा लेखी, रामायणलाई नेपालीमा लेखी, सबैको मनमा ज्ञानको ज्योति देखी, सबैको मनमा ज्ञानको ज्योति देखी। यसलाई बिर्सदै गएको एउटा कुरा तपाईँहरूले उठान गरिदिनु हो, वर्ल्याङ भनेर। यो साह्रो राम्रो लाग्यो किनभने यी चिजहरू हराएर गए जाँदैछन्। अब वर्ल्याङमा आमाहरूले मकै भुटेर हामीलाई दिँदाखेरि फुल मकै ठेक्नाबाट फुल उठेको बाहिर छरिएर जान्थ्यो अनि हामी टिपेर त्यो फुल खान खोज्दाखेरि आमाले मलाई पनि भन्नुहुन्थ्यो त्यो फुल नखा। मैले यो फुल मकै हो किन भन्दाखेरि फुल जसरी उछिटिन्छ तेरो पनि कुरा पछि उछिटिन्छ, त्यसैले गर्दाखेरि उछिटिएको मकै खानु हुँदैन भनेर आमाहरूले सम्झाउनुहुन्थ्यो। अनि त्यो मकै भरि पटुलेर लगेर एकदम के अरे चराहरूलाई आमाहरूले दिनुहुन्थ्यो। अनि हामी त्यस्ता वर्ल्याङहरूबाट भुटेको मकै खाएर हुर्किएको समाज र अहिले आएर त्यस पछाडि पनि त्यो कराईमा आयो। वर्ल्याङ बिर्सिएर कराई बस्न थाल्यो हगेनाहरूमा अनि कराईमा अर्कै चिजले हातले नगाएर अरूले डाडुहरूले चलाएर मकै भुटिन थाल्यो। पछाडि त्यही मकैलाई चेन्ज हुने गाउँमा अहिले पनि छ, कता कता वर्ल्याङ चलेको देखिन्छ र अहिले बजारतिर हेर्दाखेरि त्यही मकै हो पपकर्नको रूपमा हामी समक्ष आइपुग्यो। मिसिनले त्यसरी नै भुटिदियो अनि त्यही ठेक्ना नखाने अहिले हाम्रो एउटा समाज घरमा मकै भुट्दा वर्ल्याङमा फुट्दाखेरि म मकै खान्न भनेर झर्किने समाज बजारमा पुगेर त्यही पपकर्न फेरि बोकेर खाइरहेको पनि हामी देखिरहेका हुन्छौँ। मकै त्यही हो, फुल त्यही हो, त्यही फुल त्यही हुन्छ। तर हेर्नु होला तपाईले कति गम्भीर हुन्छ किनभने म यही विषयमा थिएँ। मैले जुन किताब लेखेको थिएँ यिनै कुराहरूलाई उठाएर
पाएर मैले लेखेको किताबले साहित्य अकादमी पाएको हो। यही कुराहरूलाई मैले यी कुराहरू हामीलाई छुट्नु हुँदैन, खुकुरी छुट्नु हुँदैन। खुकुरीमा धेरै कुराहरू हुन्छ। खुकुरीलाई देख्दाखेरि धापभित्र मात्रै गएको हुन्छ, कर्द चकचक भन्ने अहिलेका भाइ बहिनीहरूले बिर्सेछ। कर्दको काम के हो, चकचकको काम के हो, खुकुरीको काम के हो। एउटा खुकुरी बनाउँदाखेरि देख्दा मात्रै खुकुरी भनिएको छ, त्यसमा एउटा ई सेपको या यु सेपको बिचमा एउटा गोलो आकार बनाइएको हुन्छ, त्यसको आफ्नै नाम छ। खुकुरीको बिटको मास्टर लगेर एउटा सानो काजो लगाइएको हुन्छ, त्यसको आफ्नै नाम छ। अनि त्यो जुन दाप बनाइन्छ, त्यो दाप बनाउँदा पनि कोहीमा पित्तल जोडिएको हुन्छ, कोहीमा के अरे हलुङ्गे जोडिएर बनाइएको हुन्छ, कोही सादा दापहरू हुन्छ। त्यो दापलाई पनि दुईटा खबेटालाई खोपेर बनाएर खुकुरीको खोल बनाइन्छ, खोल भनौँ। त्यसलाई पनि जो काँचो लगाइन्छ त्यसको पनि आफ्नै आफ्नो नाम छ, अलग अलग नामहरू छ। त्यस्तै यो टोपी जुन कुरा तपाईँ हाम्रो अगाडिपट्टि आइपुग्यो, यो टोपी शिरमा लाउने टोपी हो। यही अहिले दोङ्गाली सरले कति राम्रो कुरा मलाई सम्झाउँदै हुन्थ्यो। टोपी विषयमाथि छोटो हाम्रो कालु सिंह रणपहेलीजीले लेख्नु भएको एउटा छोटो 2 लाइनको कथा छ। कसैले भन्यो उहाँलाई, तपाईँको टोपी खोल्नुहोस्, म तपाईँको उचाइ नाप्छु। त्यस बेला टोपी लगाउने व्यक्तिले भन्यो कि म यो टोपी खोल्दिनँ किनकि मेरो उचाइ टोपी छ। हेर्नुहोस् एउटा टोपीको महत्त्व र महानता कहाँ छ। टोपी भन्ने कुरा यो हो। र अहिले टोपीका पनि विभिन्न प्रकारहरू छन्। कोही गाउँले टोपी छन्, कोही के छन्, कोही नेपाली टोपी भन्छौँ, कोही अन्य विभिन्न फुर्के टोपी भन्छौँ, अहिलेका भाइ बहिनी लाउने के अरे कोही मादरी टोपी भन्छौँ, कोही किसिम किसिम टोपीका नामहरू छन्। यसरी यहाँभित्र